साथीहरू अहिले यो भिडियोले साराको ध्यान खिचेको छ। साथीहरू साह्रै समय शान्तहरूको भिडियो उहाँले बनाउनु भएको छ र उहाँलाई 21 तोपको सलाम पनि गर्न चाहन्छु। साथीहरू आउनुहोस् एकपटक हेरौँ त। भोले चाहिँ नभन है, पार्टीको कार्यक्रम छ, त्यही भएर पार्टीको कार्यक्रममा त्यहाँ जानु आँटेको मिटिङ। के पार्टी के नाम तेरो पार्टीले आगो खाना झोले पुरानो पार्टीले धेरै गाली नगर है, आमा सामा भन्दिनँ अनि फेरि पुरानो पार्टीले गरेको योगदान नभुल्नु अनि फेरि। त्यसको लागि के योगदान गर्यो तेरो पार्टीले? आधा छ के चाहिँ योगदान दिएन भन्नु न। बरु माओवादीले राजा फालेर गणतन्त्र ल्यायो, एमाले पानी जहाज र वृद्ध भत्ता घर घरै बाँट्यो। यस्तो कुराहरू बुढी माउलाई अलिक थाहा हुँदैन। यस्तो कुराहरू के अलिक थाहा छैन। धेरै पेत्र पेत्र नबोल बुढी माउ, यस्तो कुराहरू तिमीलाई थाहा छैन। त्यो जातलाई धेरै कुरा थाहा रहेछ। माओवादीले होइन जनताले ल्याएको गणतन्त्र, एमाले वृद्ध भत्ता बाँट्यो अरे, त्यसको गोजीको पैसा हो, हामीले कर तिरेको पैसा दिएको। सही हो आमाको भनाइ। धेरै जान्ने हुन्छ जाता म भन्दा धेरै जान्ने नबन बुढी माउ। मलाई भोक लाग्यो, बरु भात पकाएको छ भने ल्याउ न, यहाँ भात खाएर जानु पर्यो, भोक लागिसक्यो मलाई। के भात खानु खोज्छस्? केपी ओली र प्रचण्डको गु खान, घरमा काम गर्नु छैन, खानु मात्र खोजेर हुन्छ। त्यही केपी ओली र प्रचण्डको गु खा जाता। धेरै प्यार प्यार नगर है बुढी माउ, राम्रो नहोला नि फेरि। घरको सम्पम साथी चाहिए कि अहिले चेक घरको सम्पम कल बोल ह घरको सम्पम जिन्दाबाद भन घरको सम्पम जिन्दाबाद भन ह घरको सम्पम जिन्दाबाद भन घरको सम्पम जिन्दाबाद भन ह त्यसपछि लागि सोने बा मान्छे हुन्छ कि आइ गरु घरको सम्पम ए छोरा न घरको सम्पम जिन्दाबाद भन जिन्दाबाद भन घरको सम्पम जिन्दाबाद तपाईलाई यो भिडियो हेरेर कस्तो लाग्यो? एकदमै समय शान्तको भिडियो बनेको छ। मलाई चाहिँ अत्यन्तै मन पर्यो र यो भिडियो बनाउने भाइलाई पनि 21 तोपको सलाम गर्न चाहन्छु साथीहरू।